र त सजिलोको लागि फेरि मैले अझ एउटा नयाँ आइडियाबाट नयाँ तरिकाबाट गर्दैछु। मैले यहाँ अलग छुट्टै छुट्टै कलर पनि लगाएको छु ताकि छुट्याउन सजिलो होस् भनेर। यो पनि ए कोर्स नै रहेको छ। यो सुरुमा चाहिँ तपाईँको हामी यहाँबाट यहाँनिर बाइक भयो, यहाँबाट स्टार्ट गरियो अनि थोरै अगाडि गएर राइट टर्न लिएपछि सर्लक्कै हामी एक राउन्ड सर्लक्कै यो घुमेर आइयो अनि यहाँ आएर बिचमा यो छेउमा नगइकन बिचबाट ठ्याक्कै छिरियो अनि सेम यही ठाउँमा सेम अगाडिकै ठाउँमा जहाँ बाइक स्टार्ट गरिएको थियो त्यसको ठ्याक्कै पछाडि आएपछि हामीले युटर्न लियो। युटर्न लिएपछि हामी चाहिँ यहाँ जेठमा छिरियो अनि जेठमा छिरिएपछि ठ्याक्कै यहाँ गइयो, फेरि चाहिँ यसमा आइयो अनि यसमा आएपछि यहाँ अगाडि बढियो अनि अगाडि बढेपछि फेरि यहाँ युटर्न लिएर आएपछि लेफ्टबाट युटर्न लिएर आएपछि यहाँनिर सायद यो जिगज्याग होला, यो जिगज्याग छ अनि फेरि यहाँ आएर हामी यहाँबाट यसरी हुँदै ठ्याक्कै फेरि हामी यो उनीर सुरुमा स्टार्ट भएकोनिर यो। अब यहाँबाट मेरो फेरि चाहिँ तपाईँको यो पर्पल कलरको प्रयोग गरेको छु मैले यहाँबाट अनि यो पर्पल कलर हुँदै यहाँबाट ठ्याक्कै यसरी आइयो, यो छेउ हुँदै यहाँनिर आइयो। यहाँ आएपछि ठ्याक्कै हामीले नेपालमा अङ्ग्रेजीको 8 को जस्तै बनाउनु पर्ने रहेछ। यसरी सर्लक्कै यहाँनिर आएर यसरी घुम्यो अनि यहाँ आइयो अनि ठ्याडा आएपछि यसबाट फेरि घुमेर हामी यही ठाउँमा गइयो अनि यहाँबाट गएपछि फेरि यही ठाउँमा गइयो, फेरि यहाँबाट घुमेपछि यहाँनिर आयो। यहाँबाट मैले चाहिँ फेरि येल्लो कलरको प्रयोग गरेको छु। येल्लो कलरको प्रयोग गरेपछि यहाँ आएर यो टर्न लिएपछि फेरि सर्लक्कै यहाँ निस्केर हामी यहाँबाट निस्केर यसरी छेउ यो लाइन हो। यहाँबाट मिस्टेक नहोस्, यहाँ ठ्याक्कै आएर यो लाइन नछोडी र बाहिर हुँदै यहाँ गयो, फेरि एक राउन्ड मारियो अनि यहाँनिर आइयो। फेरि यहाँ आएपछि फेरि यो लाइन हुँदै गएर यतानिर छेउतिर आइयो, यो छेउबाट हुँदै यहाँनिर फेरि भित्र पसियो र स्याट्टै यहाँबाट छिरेर यहाँनिर हुँदै गएर सुरुकै ठाउँमा पार्किङमा गइयो। त्यति भएपछि यति गर्नु सकियो भने ई कोर्स पास भयो। धन्यवाद है त, यति नै हो अहिले।